भयो पैसै छैन के खाम्ला लकडाउन छ कता जाउँला होइन तिम्रो सबैजना हल्ला गर्दै कतातिर हो ल अब यसले हल्ला गरेर हुँदैन हेर साथी हो अब सबैजना नाचेर मजाले भोपाल रमाइलो गर्नुपर्छ है त दसैँ आउँदा कति खुसी लाउँथ्यो बिस्तानीको घरले खसी आँगनमा आउँथ्यो यो वर्ष त गोजिरितो छैन सुको दाम गोजीमा दाम नभएसी हुन्न रहेछ काम बरै कता जाने हो पोहोरको दसैँमा खसी काटी खाकै हो पोहोरको दसैँमा खसी काटी खाकै हो अहिलेको दसैँमा त आलु खानी हो अहिलेको दसैँमा त आलु खानी हो अहिलेको तिहारमा त आलु खानी हो ए बरै अहिलेको तिहारमा त आलु खानी हो बजारतिर खसीको भाउ छचरको चालेको खसी किन्न जाँदा अस्ति झन्डैमा ढलेको त्यही भएर सागपात खान थालिसके मैले खसी खोज्न थाल्यो भने डुबिन्छ भाइ अहिले बरै कता जाने हो पोहोरको दसैँमा खसी काटी खाकै हो पोहोरको दसैँमा खसी काटी खाकै हो अहिलेको दसैँमा त फर्सी खानी हो अहिलेको दसैँमा त फर्सी खानी हो अहिलेको तिहारमा त फर्सी खानी हो ए बरै अहिलेको तिहारमा त फर्सी खानी हो दसैँमा नि टन्नै दाम कमाइन्थ्यो साथीभाइ सब जम्मा भएर नाचेर रमाइन्थ्यो दसैँ तिहार नसकुन्जेल पार्टी चलिरहन्थ्यो 8-10वटा रौसीको त बोतल ढलिरहन्थ्यो बरै कता जाने हो पोहोरको दसैँमा बियर भुड्का खाकै हो पोहोरको दसैँमा बियर भुड्का खाकै हो अहिलेको दसैँमा त फ्यान्टा खानी हो अहिलेको दसैँमा त फ्यान्टा खानी हो अहिलेको तिहारमा त फ्यान्टा खानी हो ए बरै अहिलेको तिहारमा त फ्यान्टा खानी हो पनि टीका थाप्न जाम्ला आफ्नो घरमा आलु फर्सी मासु त्यतै खाम्ला गर्नु पर्यो कति ठाउँमा टीका लाउनु छ त यसपालिको दक्षिणाले बाइक किन्छु म त बरै कता जाने हो पोहोरको दसैँमा खसी काटी खाकै हो पोहोरको दसैँमा खसी काटी खाकै हो अहिलेको दसैँमा त सिन्की खानी हो अहिलेको दसैँमा त सिन्की खानी हो अहिलेको तिहारमा त सिन्की खानी हो ए बरै
दक्षिणाले बाइक किन्ने धोको मनको धोको मनमै रह्यो कोरोनाले रोको टाढा भएका ससुराली माओलीले साथ देऊ दक्षिणा चाहिँ ब्याङ्क एकाउन्टमा फोनमै आशीर्वाद देऊ बरै कता जाने हो पोहोरको दसैँमा खसी काटी खाकै हो पोहोरको दसैँमा खसी काटी खाकै हो अहिलेको दसैँमा त आलु खानी हो अहिलेको दसैँमा त आलु खानी हो अहिलेको तिहारमा त आलु खानी हो ए बरै अहिलेको तिहारमा त आलु खानी हो गरेको वर्षा यसै पाली टिका थाप्न जानै पर्ने थियो ससुराली ससुरालाई फोन गरेको हल्का खुसी बने कोरोनाको रिपोर्ट लिएर आउनु पर्छ भने बरै कता जाने हो पोहोरको दसैँमा खसी काटी खाकै हो पोहोरको दसैँमा खसी काटी खाकै हो अहिलेको दसैँमा त फर्सी खानी हो अहिलेको दसैँमा त फर्सी खानी हो अहिलेको तिहारमा त फर्सी खानी हो ए बरै अहिलेको तिहारमा त फर्सी खानी हो दाजु भाइ नि आउन पाउने भएनन् रातो टिका जमरानी लाउन पाउने भएनन् जति सङ्कट आए पनि बाँच्नै पर्ने रहेछ दुःख पीडा लुकाएर नाच्नै पर्ने रहेछ बरै कता जाने हो पोहोरको दसैँमा बियर भुर्का खाकै हो पोहोरको दसैँमा बियर भुर्का खाकै हो अहिलेको दसैँमा त फ्यान्टा खानी हो अहिलेको दसैँमा त फ्यान्टा खानी हो अहिलेको तिहारमा त फ्यान्टा खानी हो ए बरै अहिलेको तिहारमा त फ्यान्टा खानी हो नेपालकै चर्चित कलाकार बबिता बानिया जेरी र शङ्कर छेत्रीको टिमले सञ्चालन गर्दै आएको रोदी क्लब जुनकिरी रोदी क्लब दरबारमाग नेपाली मौलिक गीत सङ्गीतसँगै रमाउनको लागि जानै पर्ने ठाउँ जुनकिरी रोदी क्लब खुल्ने समय हरेक दिन साँझ 7 बजेदेखि राति 1 बजेसम्म स्थान दरबारमाग काठमाडौँ राष्ट्रिय वाणिज्य ब्याङ्कको अपोजिट साइड आई क्लब भएको भवनको पहिलो तलामा प्रोप्राइटर बबिता बानिया जेरी शङ्कर छेत्री उत्तम खड्का र यादव पोखरेल सम्पर्क मोबाइल नम्बरहरू म्यारेज एनिभर्सरी तथा बर्थडे सेलिब्रेसनको लागि विशेष व्यवस्था समेत रहेको जानकारी गराउँदछौँ एकचोटि अवश्य पाल्नुहोला जुनकिरी रोदी क्लब दरबारमा काठमाडौँमा है त रमाउनकै लागि